जनकपुरको यात्रा है हाम्रो चाहिँ यो गङ्गोत्री चाहिँ सुरु भयो है। सर केही भन्नु छ सर? कस्तो लागिरहेछ सर? खाना चाहिए ना है। वो आदमी जनकपुर चल रही है। 2:30 बजे चाहिँ हामी निजगढ आइपुगेका हौँ। हामीले सिधा सुतिरहेको छौँ मजाले। मेरो चाहिँ रौतहट आइपुग्यो है अहिले। जनकपुर धाम आइपुग्न लाग्यो। यहाँबाट कति 5 मिनट जतिमा पुगिन्छ होला। सबिन कस्तो लागिरहेको रातभरिको यो सुताइ? हाम्रो उद्धव सर कस्तो लागिरहेको? चिसो लागिरहेको। रामानन्द चोक आइपुग्यौँ हामी। उद्धव कस्तो लागिरहेको? जनकपुर आयो। उद्धव मुसु मुस्काइरहेछ। सबिन के कस्तो भइरहेको? बवाल खुसी छ नि। दर्शन गर्यौ नि? दर्शन खुस हो गया। धेरै खुसी भइरहेको। माथिबाट थोरै अगाडि आयो है। बाढीले भत्काएको ठाउँमा चाहिँ खोला बाटो बनाएर चाहिँ माथि चाहिँ बनाउँदा छ। 6 महिनाभित्र कम्प्लिट हुन्छ अरे त्यो बाटो। चाहिँ छैन बगर डौडाको रहेछ यहाँनिर बाटो चाहिँ। दुली हिल चोक आइपुग्यो है हामी।